सप्तरी जिल्ला गजेन्द्रनारायण सिंहको जिल्ला, सप्तरी जिल्ला रामराजा प्रसाद सिंहको जिल्ला, सप्तरी जयकृष्ण गोहितको जिल्ला, पछिल्लो समय उपेन्द्र यादवजी जोडिएको जिल्ला, सीके राउतजी जोडिएको जिल्ला, साकेश चन्द्र मिश्रजी जोडिएको जिल्ला, अर्थात् राणादेखि गणतन्त्रसम्म ल्याउनका निमित्त, व्यवस्था परिवर्तन गर्नका निमित्त निर्णायक आन्दोलन गर्न अगुवाई गरेका योद्धाहरू जन्मेको भूमि। सप्तरीले विभिन्न आन्दोलनहरूलाई निर्णायक पुर्याउनका निमित्त, चाहे त्यो चाहिँ राणाको विरुद्ध होस् अथवा चाहिँ राजतन्त्रका विरुद्ध होस् अथवा विभिन्न माग र अधिकार र पहिचानका सन्दर्भका अग्रणी आन्दोलनहरू होस्, सप्तरीका एक एक नागरिकहरू जहिले पनि यो राज्यको एकात्मक सत्ता र मानसिकताको विरुद्धमा आफ्नो पहिचान, राजनीतिक रूपमा चाहिँ आफ्नो पहिचान बनाएको जिल्ला। तथापि पनि यत्रो सम्भावना भएको जिल्ला, कृषिदेखि क्रान्तिदेखि लिएर श्रम बजारको यत्रो समुचित श्रमिकहरूको केन्द्र भएको जिल्ला, विभिन्न पर्यटकीय दृष्टिकोणले विभिन्न सम्भावनाहरू भएको जिल्ला, तर सप्तरी किन पछाडि पर्दै आएको छ? सप्तरी किन अरू जिल्लाहरूको अपेक्षामा अथवा अरू जिल्लाहरूको तुलनामा सप्तरीको समग्र समुचित विकास किन भएन? अथवा कहाँ चुकिरहेका छौँ त हामी? राजनीतिक रूपमा एउटा चाहिँ राष्ट्रिय राजनीतिकमा आफ्नो छाप र छवि बनाइरहँदा, सङ्घर्षका यात्राहरूमा आफ्नो बाक्लो उपस्थिति दिइरहँदा पनि विकास निर्माण र सेवा प्रवाह तथा सुशासन कायम गर्नका निमित्त सप्तरी किन पछाडि पर्दैछ त? राज्य संयन्त्र सप्तरीको सर्वाङ्गिक विकासको सन्दर्भमा चिन्तामय अवस्थामा किन छैन? अथवा राज्यको लगानी अथवा राज्यको एसेसहरू प्रभावकारी रूपमा किन प्रयोग भएको छैन भन्ने आम जनचासोको विषयमा सप्तरीका विभिन्न भेगका, समग्र सप्तरीका विभिन्न दलीय रूपमा, विभिन्न राजनीतिक कोणबाट, सामाजिक कोणबाट, आर्थिक कोणबाट, नागरिक समाजबाट, सप्तरीका सञ्चारकर्मीहरूबाट, प्रशासकहरूबाट र समग्र क्षेत्रहरूबाट आउने विचारधाराहरूलाई अबको सप्तरीले हिजोसम्म आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्यो, सप्तरीले हिजोसम्म विभिन्न किसिमका चाहिँ निर्णायक विषयवस्तुहरूमा आफ्नो बाक्लो उपस्थिति देखायो, तर सप्तरी विकासको रूपमा पनि अब कसरी अगाडि बढाउने त? सप्तरीलाई चाहिँ अरू जिल्लाहरूको तुलनामा जसरी तीव्र गतिमा अरू जिल्लाहरूमा विकास भइरहेको छ, त्यसैको सेरोफेरोमा कसरी सप्तरीले जोड्न सकिन्छ? सेवा प्रवाह र सुशासनमा किन कमजोर छ सप्तरी? स्वीकार्नै पर्छ, किन कमजोर छ त? यिनै विषयहरूमा फरक फरक विचारहरू जो गाउँका गल्ली गल्लीहरूमा छन्, तर चासो र चिन्ता सप्तरीका तमाम नागरिकहरूको समग्र सप्तरी, समृद्ध सप्तरी र सबल सप्तरी बनाउनै छ। तिनै सन्दर्भमा बिना फाउन्डेसनका अध्यक्षजीले हामीसँग समन्वय गर्नुभयो, हामीले जानकारी गराउनुभयो, हामी पनि गरौँ न त सप्तरीका विभिन्न विचारहरू एकीकृत गरेर एउटा फोरममा राखेर सबैका विचारहरूलाई समेटेर समृद्ध र सबल सप्तरी कसरी बनाउन सकिन्छ? सप्तरीको कृषि क्षेत्रलाई आधुनिकीकरणसँग आधुनिकतावादमा कसरी लान सकिन्छ? आधुनिक कृषि कसरी बनाउन सकिन्छ? सप्तरीमा फल्ने आँपहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा लगेर कृषकहरूको आर्थिक अवस्था कसरी मजबुत बनाउन सकिन्छ? सप्तरीभित्र रहेका प्राचीन एवं धार्मिक धरोहरलाई अभिवृद्धि गरेर त्यसलाई चाहिँ संरक्षण सम्वर्धन गरेर एउटा चाहिँ ठुलो चाहिँ कसरी पर्यटकीय गन्तव्य बनाउन सकिन्छ? छिन्नमस्ता मन्दिर, कङ्काल निमाई, राजदेवी मन्दिर, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको ठाउँहरूलाई कसरी अगाडि बढाउन सकिन्छ? यसका माध्यमबाट पनि सप्तरीमा रोजगारका अवस्थाहरू कसरी अगाडि बढाउन सकिन्छ, वृद्धि गर्न सकिन्छ भन्ने सन्दर्भदेखि सेवा प्रवाह र सुशासन स्वीकार्नुपर्छ। सप्तरीमा हामी कमजोर अवस्थामा छौँ, यसको अवस्था दयनीय छ। यसलाई रचनात्मक गर्दै कसरी अगाडि बढाउन सकिन्छ त? सबैले काम आखिर आफ्नो आफ्नो ठाउँबाट गरेकै छौँ, सप्तरीलाई सबल र अवल बनाउन सबै प्रतिबद्धै छौँ भन्ने सन्दर्भमा सप्तरीका यावत सेक्टरका विचारहरू के छ, त्यो विचारलाई सप्तरी विचार उत्सवको माध्यमबाट एउटा साझा प्लेटफर्मको माध्यमबाट हामीले चाहिँ यसलाई सप्तरीको सबै क्षेत्रका सबैलाई एकीकृत गरेर सबै विचारहरूलाई एकीकृत गर्दै सप्तरी विचार उत्सवको माध्यमबाट सप्तरीको औपचारिक विचारलाई घोषणा गरौँ, सार्वजनिकीकरण गरौँ र त्यसमा साझा प्रतिबद्धता पनि लिउँ, जो साझा प्रतिबद्धताले भोलि सप्तरीलाई एउटा चाहिँ समृद्ध सप्तरी, सबल सप्तरी र एउटा चाहिँ अरू जिल्लाहरूकै सेरोफेरोमा पनि सबै दृष्टिकोणबाट अगाडि बढिरहेको सप्तरीका रूपमा हामीले गौरवका साथ जसरी राजनीतिक र राज्य विरुद्धको विभिन्न शासनहरूको विरुद्धको जसरी चाहिँ
परिवर्तनका निमित्त अग्रणी भूमिका खेलेको एउटा चाहिँ यो महत्त्वलाई भन्छौँ। त्यसरी अरू क्षेत्रमा पनि यो सप्तरीले त्यसै भन्ने अवस्था बनोस् भन्ने सन्दर्भमा बिना फाउन्डेसनको यो चाहिँ प्रमुख आयोजनामा हामी सबैको विचारलाई एकीकृत गरेर अगाडि बढाउने यो चाहिँ आयोजना गरिएको हो। यो चरणमा म प्रतिबद्ध हुन चाहन्छु। हामीले सप्तरीका 18वटै स्थानीय सरकारहरूलाई मैले मेरै प्लानिङले म निर्वाचित भएकै 3 दिनभित्र सबै मेयर साहबहरूलाई सप्तरीमा राखेका थिएँ, राजविराजमा राखेका थिएँ। मैले नै एउटा प्रस्ताव भनेको थिएँ, तपाईँहरूले याद छ, मैले मेरो पालिका पार्टी बनाऊ भनेर त्यहाँ म त्यो अभ्यासबाट गएर त्यही अभ्यासबाट म काम गरिरहेको छु। सप्तरीमा पनि मैले के प्रस्ताव राखेको थिएँ भन्दाखेरि हामी मेयर्स क्लब गठन गरौँ भनेर भनेको थिएँ। स्थानीय सरकारका प्रमुखजीहरूको एउटा चाहिँ संस्थाको रूपमा पनि एउटा चाहिँ गठन गरौँ, अनौपचारिक रूपमा भए पनि त्यहाँ पनि यो विषय चाहिँ उठेकै हो, साथीहरूले एप्रिसिएट गरेकै हो। र म खास गरी छिन्नमस्ता गाउँपालिकाको स्थानीय सरकारको प्रमुखको रूपमा उपस्थितिमा भनिरहँदा र उहाँहरूले पनि प्रतिनिधित्व गरेर गाउँपालिका महासङ्घको पनि केन्द्रीय सचिवालय सदस्यको रूपमा भइरहँदा म चाहिँ के प्रतिबद्धता जाहेर गर्न चाहन्छु भन्दाखेरि यो विचार आएका विचारहरूले हामीले प्राथमिकता गरेर मेरो छिन्नमस्ता गाउँपालिकाले 100% कार्यान्वयन गर्छ। र खास गरी अब यो विचारहरू छ बडा राम्रो के छ भन्दाखेरि हामीले निजता कार्यक्रम ल्याउँदैछौँ। हामी हरेक स्थानीय तहहरूले निजता कार्यक्रम ल्याउने समय बेला सुरु भएको छ र म प्रतिबद्धता जाहेर गर्न चाहन्छु। यसमा उठेका विषयवस्तुहरू खास गरी छिन्नमस्ता मेरो क्याबिनेटले, स्थानीय क्याबिनेटले, मेरो क्याबिनेटले गर्न सकिने विचारहरूलाई उच्च प्राथमिकताका साथ निजता कार्यक्रमै ल्याएर अगाडि बढ्छु भन्ने पनि प्रतिबद्धता जाहेर गर्न चाहन्छु। त्यस्तै हाम्रो यो सबै कार्यक्रम तपाईँको टेलिभिजनहरूमा लाइभ हुन्छ। त्यसरी नै हामी एउटा प्रतिबद्धता पनि लिन्छौँ, सरकारवाला निकायसँग प्रतिबद्धता लिन्छौँ। यसको यो प्रब्लमलाई सोल्युसन के हुन्छ त्यो प्रतिबद्धताको लागि हामी सरकारवाला निकायले यसमा जोइन्ट गरेछौँ। हरेक सेसनमा हामीले एउटा तपाईँको मेम्बर अफ पार्लिमेन्टलाई राखेको छौँ। यसै कारण कुन टेलिभिजनबाट लाइभ हो? यो हाम्रो ओपन टेलिभिजन र कोशीबाट लाइभ हो र अन्य हाम्रो धेरै तपाईँको युट्युबबाट लाइभ हुन्छ। अझै डिफ्रेन्ट भन्नुसम्म हाम्रो जुन छ कहीँबाट कमिटमेन्ट भएछ तर हामीसँग अहिलेसम्म प्राप्त एमाउन्ट छैन। त्यसले गर्दा यसको कम्प्लिट हिसाब हाम्रो प्रोग्राम सकेको 7 दिनमा हामी सार्वजनिक गर्नेछौँ। होइन, हामीले त्यो प्राप्त गर्नुभयो भएन त्यो कुरा त हामीले चाहिँ कार्यक्रम गरिरहँदा हामी आयव्ययको टार्गेट कति लिएको छु, कतिसम्म खर्च हुने अनुमानित हाम्रो 20 देखि 22 लाख रुपियाँ टोटल खर्च हुन्छ 2 दिनमा। 2 दिनको प्रोग्राम गर्दाखेरि तपाईँको फर्स्ट डेको पुरै सेड्युल हेर्दा र सेकेन्ड डेको पुरै सेड्युल हेर्दाखेरि हाम्रो टोटल 20 देखि 22 लाख चाहिँ खर्च हुन्छ। तर अहिलेसम्म हामीले मात्र सहयोगको कमिटमेन्ट चाहिँ पाएछौँ सहयोगी हातबाट। तर आउने र जाने के छ त्यो सबै हामीले 7 दिन प्रोग्राम सकेको 7 दिनभित्र हामीले सार्वजनिक गर्नेछौँ।